Hello everyone, Namaste. Hope you all are doing good. Welcome to today's video. In this session, we are going to learn how to perform photoelectric effect experiment using virtual lab. This video will guide you step by step so that you can easily collect data on stopping potential, intensity of light, and wavelength for different materials. Let's get started. यो एक्सपेरिमेन्ट गर्दा हामी यसमा के गर्छौँ भनेपछि पहिलो एक्सपेरिमेन्ट गर्नुभन्दा अगाडि चाहिँ फोटो इलेक्ट्रिक इफेक्ट भनेको के त फोटो इलेक्ट्रिक इफेक्ट भन्नुको अर्थ के हुन्छ कि जब कुनै एउटा मेटालिक सर्फेसमा सफिसियन्ट फ्रिक्वेन्सी भएका इलेक्ट्रोम्याग्नेटिक रेडिएसन इन्सिडेन्ट भयो भने त्यो मेटल सर्फेसबाट इलेक्ट्रोन निस्किन्छ, इजेक्ट हुन्छ। यही इमिसन अफ इलेक्ट्रोन्स फ्रम अ मेटल सर्फेस फ्रम इलेक्ट्रोम्याग्नेटिक रेडिएसन अफ सफिसियन्ट हाई फ्रिक्वेन्सी आर इन्सिडेन्ट हुने यही फेनोमेनालाई हामी के भन्छौँ, फोटो इलेक्ट्रिक इफेक्ट भन्छौँ। अब यो फोटो इलेक्ट्रिक इफेक्टमा हामीले स्टडी चाहिँ के गर्छौँ, हामी एक्सपेरिमेन्ट गर्दाखेरि के को बारेमा स्टडी गर्ने त हामी केही ग्राफहरू बनाउन कुरा गर्छौँ। जस्तै पहिलो ग्राफ चाहिँ हाम्रो के हुन्छ, इन्टेन्सिटी अफ लाइटको इफेक्ट फोटो इलेक्ट्रिक करेन्टमा के हुन्छ त है, त्यसको त्यो इफेक्ट चाहिँ यो ग्राफले देखाउँछ। यसले के भन्छ भनेपछि इन्टेन्सिटी अफ इन्सिडेन्ट रेडिएसन बढ्दै जाने हो भने त्यसले फोटो इलेक्ट्रिक करेन्ट पनि बढाउँछ। यही कुरालाई हामीले भर्चुअल ल्याबमा डेटा निकालेर हामीले आफै यस्तो टेबल बनाएर त्यसबाट भर्चुअल ल्याबबाट हामी डेटा निकाल्छौँ र डेटा निकालिसकेपछि त्यसको करेन्टको भेरिएसन्सहरूको डेटा आइसकेपछि दुइटैलाई प्लट गर्दाखेरि केही यस्तो नेचरको ग्राफ आउँछ, त्यो हामी बनाउँछौँ। अर्को चाहिँ हामी के गर्छौँ भनेपछि पोटेन्सियलको इफेक्ट अन करेन्ट फर डिफरेन्ट इन्टेन्सिटी अफ लाइट। अब फेरि हामी भर्चुअल ल्याबमा जाने, फरक फरक इन्टेन्सिटी अफ लाइट राख्ने र ती फरक फरक इन्टेन्सिटी अफ लाइटको लागि फरक फरक पोटेन्सियल गर्दा करेन्ट के हुन्छ ती डेटाहरू हामी, जस्तै इन्टेन्सिटी I1 मानौँ 10 वाट पर मिटर स्क्वायर, I2 15 अथवा 20, यसरी फरक फरक इन्टेन्सिटीको लागि फरक फरक पोटेन्सियलमा करेन्ट कति कति आउँछ ती डेटाहरू रेकर्ड गर्ने र यो टेबलमा हामी त्यसलाई ट्याबुलेट गर्छौँ। अनि त्यसपछि हामी यसको ग्राफको स्केच गर्छौँ। त्यसपछि अब हामी तेस्रो ग्राफ चाहिँ हामी के को बारेमा बनाउँछौँ भने फ्रिक्वेन्सीको इफेक्ट अन स्टपिङ पोटेन्सियल भन्छौँ। सो अब यसमा हामी के गर्छौँ भनेपछि फर अ पर्टिकुलर फ्रिक्वेन्सी F1 कुनै एउटा फ्रिक्वेन्सीको लागि हामीले फरक फरक एनोड पोटेन्सियल राख्दाखेरि त्यो अनुसार करेन्ट कति आउँछ त्यो डेटाहरू हामी रेकर्ड गर्छौँ र यसरी यो टेबलमा त्यो डेटाहरू रेकर्ड गरेर हामीले प्लट गर्दाखेरि केही यस्तो ग्राफको नेचर आउँछ। त्यसपछि हामीले चौथो भनेपछि के काम गर्छौँ भनेपछि कि फरक फरक फ्रिक्वेन्सी अफ रेडिएसनको लागि हामीले करेस्पोन्डिङ स्टपिङ पोटेन्सियल्सहरू निकाल्छौँ र ती आएका डेटाहरूलाई यसरी ट्याबुलेट गरिसकेपछि फेरि त्यसको ग्राफ बनाउने काम गर्छौँ र ग्राफ बनाइसकेपछि यो ग्राफ आइसकेपछि यो ग्राफको स्लोपले हामीलाई h/e को भ्यालु दिन्छ र त्यसपछि h निकाल्न यानि कि प्ल्याङ्क्स कन्स्टेन्ट निकाल्न स्लोपलाई हामीले इलेक्ट्रोनिक चार्जले मल्टिप्लाई गरिसकेपछि प्ल्याङ्क्स कन्स्टेन्टको भ्यालु आउँछ। हो, हामीले यसरी यो चारवटा ग्राफहरू भर्चुअल ल्याबको हेल्पले बनाउँछौँ। भर्चुअल ल्याबबाट डेटाहरू कलेक्ट गर्दै अनि यी चारवटा ग्राफहरूको बारेमा स्टडी गर्छौँ र हामीले प्ल्याङ्क्स कन्स्टेन्टको भ्यालु पनि निकाल्छौँ। ल, अब म तपाईँहरूलाई भर्चुअल ल्याबको सिमुलेसनतिर लान्छु। भर्चुअल ल्याब जानलाई हामी एउटा वेबसाइट जान्छौँ। भर्चुअल ल्याबको वेबसाइट हुन्छ vlab.co.in। अब यो वेबसाइटमा तलपट्टि फिजिकल साइन्सेस भनेर हुन्छ। यो फिजिकल साइन्सेसमा हामी क्लिक गर्छौँ। फिजिकल साइन्सेसमा क्लिक गरिसकेपछि यहाँनिर तलपट्टि मोडर्न फिजिक्स भर्चुअल ल्याब भनेर छ। यो मोडर्न फिजिक्स भर्चुअल ल्याबमा क्लिक गरिसकेपछि यहाँनिर लिस्ट अफ एक्सपेरिमेन्ट्स भनेर छ। यो लिस्ट अफ एक्सपेरिमेन्टहरूमा
यी एक्सपेरिमेन्ट्सहरू मध्येमा हामी गर्न गइरहेको छौँ फोटो इलेक्ट्रिक इफेक्ट र यसमा हामी क्लिक गर्छौँ। अब यो फोटो इलेक्ट्रिक इफेक्ट एक्सपेरिमेन्टको उद्देश्य के हो यो एकचोटि पढ्नु होला। एम अफ द एक्सपेरिमेन्ट के हो भनेर यसरी केही एम्सहरू यहाँ लेखेको छ, यो पढ्नु होला। त्यस्तै फोटो इलेक्ट्रिक इफेक्टको बारेमा केही थ्योरीहरू छ, यो थ्योरीहरू यसो एकचोटि हेर्नु होला सरस्वती थ्योरीहरू के छ भनेर। र त्यसपछि हामी यहाँ चाहिँ अर्को सेल्फ इभ्यालुएसन भनेर पनि दिएको छ। यसमा जस्ट हामीले पढिसकेका कुराहरूलाई मल्टिपल चोइस क्वेसनमा प्र्याक्टिस गर्नलाई इभ्यालुएसन सिस्टम बनाइदिएको छ, यसो प्र्याक्टिस गर्नु होला। त्यसपछि यो एक्सपेरिमेन्ट गर्ने प्रोसिड्युरको बारेमा यहाँ लेखिएको छ, एकचोटि हेर्नु होला। र हामी अब जान्छौँ हामी सिमुलेसन पार्टमा। यो सिमुलेसन पार्टमा के गर्ने त, सिमुलेसन पार्टमा यहाँनिर हामीले के गर्छौँ, डेटा कलेक्ट गर्छौँ अघि डिस्कस गरेका कुराहरूको बारेमा। ल यहाँ चाहिँ के छ त, सुरुमा मटेरियल चुज गर्न अप्सन छ। मटेरियल चुज गर्नु भनेको यहाँनिर हामीसँग केही मेटेरियल्सहरू छन्, जस्तै कपर, सोडियम, जिङ्क, प्लेटिनम र अननोन केही मेटेरियलहरू भनेर यसरी 5 वटा हामीसँग मेटेरियल चुज गर्ने अप्सन्सहरू छन्। अब यो सिमुलेसन पार्टमा हामीले यो जुन देखिरहेछौँ यो चाहिँ हाम्रो लाइटको सोर्स हो र यतापट्टि यो अरेन्जमेन्ट चाहिँ हाम्रो फोटो सेन्सिटिभ मेटल प्लेट हो यो चाहिँ। र यतापट्टि हाम्रो एउटा यो एमिटर भनेको करेन्ट नाप्नलाई एमिटर यहाँ जोडिएको छ र यतापट्टि हाम्रो यो के छ, भोल्टमिटर जोडिएको छ। ल अब हाम्रो सुरुको के थियो भनेपछि हामीले के गर्न गइरहेछौँ भनेपछि हामीले सुरुमा डेटा कलेक्ट गर्छौँ इन्टेन्सिटी अफ लाइट र फोटो इलेक्ट्रिक करेन्टको। सो के गर्ने त यहाँ, ल अब हामीले यो एरिया अफ द मेटल प्लेटलाई, यो मेटल प्लेटको यो फोटो सेन्सिटिभ प्लेट कपर भन्ने फोटो सेन्सिटिभ प्लेटलाई हामी के गर्छौँ, उसको एरिया फिक्स गरौँ। त्यसपछि सुरुको हाम्रो यो डेटा, सुरुको ग्राफमा हाम्रो के छ त, इन्टेन्सिटी भर्सेस फोटो इलेक्ट्रिक करेन्ट। सो ल पहिला चाहिँ हामी के गर्ने त, यो सोर्स अफ लाइटलाई स्विच अन गर्नु, अन गर्ने अप्सन हुन्छ। सो स्विच अन लाइट गरिसकेपछि यहाँ हाम्रो यो सोर्स अफ लाइटले पर्टिकुलर वेभलेन्थको रेडिएसनहरू यहाँ इन्सिडेन्ट गराउँछ। अब यहाँ चाहिँ यो अहिले वेभलेन्थ 100 नेनोमिटरमा छ। यो अप्सनबाट हामीले यसरी वेभलेन्थलाई बढाउन घटाउन सक्छौँ। अनि यो भोल्टेज हाम्रो एनोडको पोटेन्सियल हो। एन्ड देन यो चाहिँ हाम्रो इन्टेन्सिटी अफ लाइट। जस्तै अब हेरौँ, जस्तै 5 वाट पर मिटर स्क्वायर इन्टेन्सिटीको लागि अहिले करेन्ट कति छ त, 3.19। त्यसरी अब इन्टेन्सिटी हामी बढाउँछौँ, इन्टेन्सिटी बढाएर कतिमा आयो, 10मा आयो। 10मा आउँदाखेरि अहिले करेन्ट कति छ, 6.39 माइक्रो एम्पियर। त्यस्तै 15मा, 20मा, 25मा, 30मा, यसरी फरक इन्टेन्सिटीको लागि हामीले यो करेन्टको भ्याल्यु यहाँबाट एमिटरको हेल्पले करेन्टको भ्याल्यु हामीलाई थाहा हुन्छ। र यसरी फरक इन्टेन्सिटीको लागि फरक फोटो इलेक्ट्रिक करेन्टको डेटा हामीलाई थाहा हुन्छ। यसरी भर्चुअल ल्याबबाट अब्जर्भ लिएका डेटाहरूलाई हामी ग्राफमा प्लट गरेर ग्राफको नेचर फाइन्ड आउट गर्छौँ। ल अब दोस्रो ग्राफको नेचर हामीले पढ्नुपर्ने पोटेन्सियल अन फोटो इलेक्ट्रिक करेन्ट। यसको लागि हामी के गर्छौँ त, अब यहाँनिर एउटा कुनै पर्टिकुलर वेभलेन्थको लागि, जस्तै अहिले हाम्रो 100 नेनोमिटर वेभलेन्थ छ है। मानौँ कुनै एउटा वेभलेन्थ 110 नेनोमिटर वेभलेन्थको लागि अब वेभलेन्थ फिक्स गर्ने, यानी मतलब रेडिएसनको फ्रिक्वेन्सी, पर्टिकुलर फ्रिक्वेन्सीको रेडिएसन इन्सिडेन्ट गराउने। त्यो हुँदाखेरि अब जस्तै 5 वाट पर मिटर स्क्वायर यो I1 इन्टेन्सिटीको लागि हाम्रो अहिले एनोड पोटेन्सियल 0 हुँदा करेन्ट कति छ त, 3.29। यसरी अब यो हामी एनोड पोटेन्सियलको भ्यालु चेन्ज गर्छौँ। अब एनोड पोटेन्सियल 1.3 हुँदा करेन्ट नोट गर्छौँ, एनोड पोटेन्सियल 2 हुँदा त्यसको भ्यालु करेन्ट, फरक एनोड पोटेन्सियलको लागि हामीले यसरी फरक आएका करेन्टहरूको डेटा कलेक्ट गर्छौँ। र फाइनली हाम्रो यो जुन
लास्ट टर्ममा हाम्रो यो जुन पोटेन्सियल 6.6 को लागि जब करेन्ट 0 भयो, यो पोटेन्सियललाई हामी के भन्छौँ स्टपिङ पोटेन्सियल। अब यो त एउटा इन्टेन्सिटी I1 को लागि भोल्टेज, पोटेन्सियल र करेन्टको डेटा आयो। त्यसरी नै अब हामी के गर्छौँ, यो इन्टेन्सिटीलाई 10 बनाउँछौँ। 10 बनाइसकेपछि अब हेर्नुहोस् त, अघि 5 हुँदाखेरि, इन्टेन्सिटी 5 हुँदाखेरि सेचुरेसन करेन्ट कति थियो त 3.29 थियो। अब यो इन्टेन्सिटी 10 हुँदाखेरि सेचुरेसन करेन्ट फरक हुन्छ, हो कि हैन? ल अब फेरि हामी के गर्छौँ, यो भीलाई फेरि चेन्ज गर्छौँ, भी चेन्ज गर्दा गर्दै अब फेरि हामी यो जब करेन्ट 0 भयो नि, करेन्ट 0 हुँदाखेरि अब यति बेला हाम्रो करेन्ट 0 हुँदाखेरि हाम्रो स्टपिङ पोटेन्सियल कति आयो 6.6 आयो। अघि 5 मा हुँदा पनि हाम्रो स्टपिङ पोटेन्सियल 5 मा हुँदा पनि हाम्रो स्टपिङ पोटेन्सियल के हुन्छ 6.6 नै हुन्छ। यसरी हामीले थ्योरीमा पढे अनुसार पनि इन्टेन्सिटी फरक गर्दा सबैको के हुन्छ त स्टपिङ पोटेन्सियल एउटै हुन्छ, तर उसको सेचुरेसन करेन्टहरू बढी हुन्छन्। जस्तै यहाँनिर 5 इन्टेन्सिटी हुँदा सेचुरेसन करेन्ट 3 छ। अब इन्टेन्सिटी 10 हुँदा सेचुरेसन करेन्ट 6.59 छ। अब इन्टेन्सिटी 15 हुँदा सेचुरेसन करेन्ट 9.88 छ। यसरी एटलिस्ट 3टा डिफ्रेन्ट इन्टेन्सिटीको लागि, कुनै 3टा डिफ्रेन्ट इन्टेन्सिटीको लागि पोटेन्सियल र करेन्टको डेटा रेकर्ड गर्नु र ग्राफको नेचर स्टडी गर्नुपर्ने हुन्छ हामीलाई दोस्रोमा। ल अब हाम्रो स्टडी तेस्रो ग्राफमा छ। थर्ड ग्राफलाई हामी के को बारेमा पढ्छौँ भने फ्रिक्वेन्सी अफ इन्सिडेन्ट रेडिएसन अन स्टपिङ पोटेन्सियल। अब यहाँ चाहिँ के हुन्छ, यसको लागि हामी एउटा पर्टिकुलर फ्रिक्वेन्सी F1 को लागि एनोड पोटेन्सियल र करेन्टको डेटा रेकर्ड गर्ने, फेरि F2 फ्रिक्वेन्सीको लागि एनोड पोटेन्सियल र करेन्टको डेटा रेकर्ड गर्ने, फेरि F3 को लागि त्यसरी नै काम गर्छ। यहाँनिर भर्चुअल ल्याबमा के गर्ने त, जस्तै कुनै एउटा फ्रिक्वेन्सीको लागि, अब यहाँ फ्रिक्वेन्सी अप्सन त छैन, हामीसँग वेभलेन्थ हो, त फ्रिक्वेन्सी कहाँबाट आउँछ त, सिधै C इक्वल्स टु F इन्टु ल्याम्डा हुन्छ, त ल्याम्डा इक्वल्स टु C बाई F हुन्छ, सरी F इज इक्वल टु C बाई ल्याम्डा हुन्छ। सो स्पिड अफ लाइटलाई वेभलेन्थले डिभाइड गर्यो भने हामीले त्यसको फ्रिक्वेन्सी क्यालकुलेट गर्छौँ। जस्तै वेभलेन्थ अहिलेको लागि मानौँ 130 नैनोमिटर वेभलेन्थ छ भने यसको फ्रिक्वेन्सी हामीले कसरी निकाल्ने त, स्पिड अफ लाइट डिभाइड बाई 130 इन्टु 10 टु द पावर -9 गऱ्यो भने हाम्रो त्यो फ्रिक्वेन्सी हर्जमा आउँछ। ल यहाँ चाहिँ हामीले स्टडी गर्न खोजेको एउटा फ्रिक्वेन्सी अफ रेडिएसनको लागि एनोड पोटेन्सियल र करेन्टको बिचको नेचर हेर्दैछौँ। अब यहाँनिर हामी इन्टेन्सिटी फिक्स गरौँ, मानौ 5 वाट पर मिटर स्क्वायर इन्टेन्सिटीमा हामीले वेभलेन्थ कति राख्यौँ 130 नैनोमिटर। ल अब 130 नैनोमिटर राख्दाखेरि अब यो एनोड पोटेन्सियलको भ्यालु हामी चेन्ज गर्दै जाऊँ। एनोड पोटेन्सियलको भ्यालु चेन्ज गर्दाखेरि अब सबै डेटा रेकर्ड गर्ने, जस्तै अहिले एनोड पोटेन्सियल 0.7 भोल्ट छ भने त्यसको लागि करेन्ट कति छ अरे 2.08 माइक्रो एम्पियर छ। त्यसरी नै अब कुनै अर्को 1.7 को लागि करेन्ट यति छ, 1.2 को लागि करेन्ट यति छ, 2.4 को लागि करेन्ट यति छ, त्यस्तै 3.5 को लागि गर्दा हामी कहाँसम्म आउँछौँ त यसरी फाइनली हामी हेर्दै जाँदाखेरि 4.8 को लागि करेन्ट 0.03 माइक्रो एम्पियर र 4.9 भोल्टको लागि हाम्रो के आयो करेन्ट, फेरि के आयो 0 आयो। भनेपछि यहाँनिर हामी के देख्दैछौँ, जसरी हाम्रो एनोड पोटेन्सियल नेगेटिभतिर बढ्दै जाँदाखेरि करेन्ट घट्दै गयो र कुनै एउटा पोटेन्सियल नेगेटिभ पोटेन्सियलको लागि करेन्ट के भयो 0 भयो र यो पोटेन्सियललाई हामी के भन्छौँ स्टपिङ पोटेन्सियल भन्छौँ। यो ग्राफको नेचरमा पनि हामीले जस्तै यो F1 भन्ने फ्रिक्वेन्सीको लागि जसरी हामीले नेगेटिभ एनोड पोटेन्सियल बढाउँदै गयौँ, करेन्टको भ्यालु घट्दै यी डेटाहरू हामी प्लट गर्दै आउँदाखेरि यहाँनिर गएर यो के भयो मिट भएको हो, करेन्ट 0 भएको र यो V01 भन्ने जुन छ यसलाई हामी स्टपिङ पोटेन्सियल फर फ्रिक्वेन्सी 1 भनेको हो।
त्यसरी नै अब फ्रिक्वेन्सी चेन्ज गर्नु पर्यो F2 को लागि त फ्रिक्वेन्सी चेन्ज गर्नु भनेको के गर्नु वेभलेन्थ चेन्ज गर्नु हो कि हैन सो वेभलेन्थ हामीले चेन्ज गर्दाखेरि मानौ अब 200 वेभलेन्थ 200 न्यानोमिटरको लागि हामीले काम गर्छौं त 200 न्यानोमिटरमा फेरि हामीले अब के गर्ने त अ फलानु भोल्टेजको फलानु करेन्ट आउँछ फेरि अर्को भोल्टेजको अर्को करेन्ट आउँछ गर्दा 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 गर्दै यो भोल्टेजको फेरि हाम्रो स्टपिङ फेरि हाम्रो करेन्ट जेरो हुन्छ र यो पोटेन्सियल हामी जस्तै यहाँनिर के आयो 1.5 माइनस 1.5 भोल्टमा हाम्रो करेन्ट जेरो भएको छ र यो फ्रिक्वेन्सीको लागि स्टपिङ पोटेन्सियल माइनस 1.5 भोल्ट आएको हो त्यसरी नै अब कुनै अर्को मानौ 100 न्यानोमिटर वेभलेन्थको लागि 100 न्यानोमिटर वेभलेन्थको लागि फेरि यसरी नै भोल्टेज र करेन्टको डेटाहरू रेकर्ड गर्ने एटलिस्ट लगभग 6-7 वटा डेटाहरू लिनुहोस् र 6-7 वटा डेटा लिइसकेपछि फेरि यहाँनिर हाम्रो एउटा कुनै भोल्टको लागि जेरो आउँछ र यो जेरो आइसकेपछि यही भोल्टलाई हामी के भन्छौँ स्टपिङ पोटेन्सियल भन्छौँ र यसरी तीनटा डिफ्रेन्ट फ्रिक्वेन्सीको लागि F1, F2 र F3 को लागि फरक फरक स्टपिङ पोटेन्सियलहरू आउँछन् र नेगेटिभ पोटेन्सियल बढाउँदै जाँदाखेरि करेन्टको भ्यालु घट्दै जान्छ यसरी हामीले ग्राफको नेचर भर्चुअल ल्याबको हेल्पले ग्राफको नेचर ड्र गर्छौँ अब अन्त्यमा हामी प्ल्याङ्क्स कन्स्ट्यान्टको भ्यालु स्टपिङ पोटेन्सियल र फ्रिक्वेन्सीको प्लटबाट निकाल्न गइरहेछौँ यहाँ चाहिँ हामीले के गर्छौँ त फरक फरक वेभलेन्थबाट फरक फरक फ्रिक्वेन्सी इन्सिडेन्ट रेडिएसनको फ्रिक्वेन्सी आउँछ र त्यो फ्रिक्वेन्सी फरक फरक इन्सिडेन्ट रेडिएसनको फ्रिक्वेन्सीको लागि स्टपिङ पोटेन्सियलहरूको टेबलमा हामीले डेटा कलेक्ट गर्छौँ जस्तै यो भर्चुअल ल्याबमा हामीले एउटा कुनै जस्तै 100 न्यानोमिटर वेभलेन्थ अब हामीलाई थाहा छ वेभलेन्थ जति सानो हुन्छ त्यसको फ्रिक्वेन्सी त्यतिकै हाई हुन्छ वेभलेन्थ जति धेरै हुन्छ नि ग्रेटर इज द वेभलेन्थ लेसर इज द फ्रिक्वेन्सी सो हामी पहिला कम फ्रिक्वेन्सीबाट कुरा गरौँ कम फ्रिक्वेन्सी भनेको हामी यसरी सुरु गरिदिउँ मानौ 320 न्यानोमिटरबाटै सुरु गरिदिउँ 320 न्यानोमिटरबाट गर्दाखेरि अब यसको स्टपिङ पोटेन्सियलको डेटा हामी निकालौँ कहाँनिर स्टपिङ पोटेन्सियल आउँछ त सरी 320मा चाहिँ नआउने रहेछ त्यसो भए कम वेभलेन्थतिर जाऊँ जस्तै ल यहाँबाट करेन्ट आउँछ 250मा सुरु गरौँ 250 न्यानोमिटर वेभलेन्थ जति सानो वेभलेन्थ त्यति हाई फ्रिक्वेन्सी हुन्छ हाई एनर्जेटिक फोटोनहरू फोटोसेन्सिटिभ प्लेटमा आउँछन् इन्सिडेन्ट हुन्छन् सो 250 न्यानोमिटर वेभलेन्थको लागि हाम्रो अहिले करेन्ट कति छ त 0.13 अब यो स्टपिङ पोटेन्सियल के अरे एनोडको पोटेन्सियल नेगेटिभतिर हामी बढाउँदै जाउँ नेगेटिभतिर बढाउँदै गयो भने यो के हुन्छ अब जस्तै 250 न्यानोमिटरको लागि स्टपिङ पोटेन्सियल 0.3 आयो यो डेटा हामी यसरी यहाँनिर प्लट गर्छौँ यो टेबलमा प्लट गर्छौँ जस्तै यहाँनिर वेभलेन्थ कति 250 न्यानोमिटर त्यसको फ्रिक्वेन्सी आउँछ त्यो फ्रिक्वेन्सीको स्टपिङ पोटेन्सियल यहाँनिर हामी लेख्छौँ फेरि अब 250 भइसकेपछि अब हामी कुरा गरौँ अर्को वेभलेन्थको लागि जस्तै अब 250 थियो अब 220मा कुरा गरौँ 220मा हेर्दाखेरि फेरि यसको करेस्पोन्डिङ स्टपिङ पोटेन्सियल कहाँ आउँछ भनेर हेर्ने यसरी 1 भोल्टमा हाम्रो के आउँछ स्टपिङ पोटेन्सियल 220 को लागि फेरि अर्को वेभलेन्थ कुनै अर्को वेभलेन्थको लागि फेरि अर्को स्टपिङ पोटेन्सियल यहाँनिर डेटा प्लट हुन्छ यसरी यहाँनिर प्लट हुन्छ डेटा आउँछ हाम्रो अब त्यस्तै लगभग 4-5 वटा फरक फरक वेभलेन्थ्सहरूको लागि फरक फरक स्टपिङ पोटेन्सियल हामीले टेबुलेट गरिसकेपछि हामी यो ग्राफको प्लट गर्छौँ याद राख्नु एउटा कुरा यहाँनिर हाम्रो स्टपिङ पोटेन्सियल मानौ -2 भोल्ट हो भनेपछि -2 भोल्ट भनेपछि यो ग्राफमा प्लट गर्दाखेरि -2 तलतिर नगरेर त्यसलाई +2 3 यो ग्राफमा प्लट गर्दाखेरि जस्तै -2 आयो भने यो यहाँनिर छ 3 आयो भने यहाँनिर छ 4 आयो भने यहाँनिर छ हो कि हैन भनेपछि हामीले जस्तै 250 न्यानोमिटर वेभलेन्थ त्यसको लागि फ्रिक्वेन्सी केही फलानु होला जस्तै 12-13 केही होला त 12-13 को लागि यो 12 × 10⁻⁴ केही हुन्छ हर्ज त्यो फ्रिक्वेन्सीको लागि स्टपिङ पोटेन्सियल कति आयो डेटा प्लट गर्ने फेरि अर्को फ्रिक्वेन्सीलाई अर्को स्टपिङ पोटेन्सियल डेटा प्लट गर्ने फेरि अर्को फ्रिक्वेन्सीलाई अर्को स्टपिङ पोटेन्सियल डेटा प्लट गर्ने र यसरी त्यो प्लट गरिसकेपछि एउटा यस्तो स्ट्रेट लाइन यहाँबाट बन्छ
अब त्यो स्ट्रेट लाइनको स्लोप चाहिँ निकाल्ने, गिभन ग्राफबाट ग्राफ प्लट गरिसकेपछि स्लोप निकाल्ने र स्लोप निकालिसकेपछि तपाईँहरूले के गर्ने त, स्लोप भनेको h/e हो, प्ल्याङ्क्स कन्स्ट्यान्ट बाई e हुन्छ यो ग्राफमा। यसका थ्योरीहरू एकचोटि हेर्नु होला राम्ररी। र यसरी स्लोप आइसकेपछि र त्यो स्लोपलाई इलेक्ट्रोनिक चार्ज इले मल्टिप्लाई गरेपछि हामी प्ल्याङ्क्स कन्स्ट्यान्टको भ्याल्यु निकाल्छौँ। यसरी भर्चुअल ल्याबको हेल्पले हामीले फोटो इलेक्ट्रिक इफेक्टको बारेमा स्टडी गर्छौँ र यो 4वटा ग्राफिकल ग्राफ्सहरू हामी डेटा कलेक्ट गरेर स्टडी गर्छौँ। हस्, ओके। So this is the experiment about photoelectric effect. Now you can have the data you need for your project work on photoelectric effect. Try to analyze the result carefully and connect them with the theory you have learned in class. Remember, practice and observation are the key to mastering physics. Best of luck and see you. Thank you.